अब यहाँ क्यास काउन्टर अगाडि रिसेप्सनमा सिकाइदिनुहुन्छ उहाँले, नसिकाउने होइन। तर के हुन्छ भने अब कसैले आइएमएस ग्रुपको युज गर्नुहुन्छ भने, कसैले यहीँ पोखराको लोकल युज गर्नुहुन्छ होइन। त्यस्तै गरेर अब त्यो कुराहरू चाहिँ नर्मली एज अ रिसेप्सनिस्ट अब यसो ट्रेनिङ लिनुभएको छ भने चाहिँ अब अरू कुरा यो मेन भनेको यो पिओएस मसिनको मात्रै चाहिँ उहाँहरूले नै ट्रेनिङ दिनुहुन्छ कि किन कस्तो खालको सफ्टवेयर युज गर्नु त्योमा डिपेन्ड पर्छ नि त। हामीले यहाँ सिकाएर त त्यो कामै हुँदैन कि। स्टोर्समा गएर क्यासियर गर्नुभएको छ भने त्यो सामानहरूलाई पहिला स्क्यान गर्नुहुन्छ। स्क्यान कसरी गर्ने भन्दाखेरि जहिले पनि स्क्यान गर्ने बेलामा चाहिँ लाइनिङ हुन्छ नि त। हो यो कुरालाई स्क्यान गर्नुभयो त्यसको प्राइसहरू, यसको डेटहरू, एक्सपायरी सबै डिटेल्स आउँछ नि त होइन। अनि त्यो स्क्यान गरिसकेपछि फेरि जहिले पनि हामीले के कन्फर्म गर्ने भन्दाखेरि स्क्रिनमा पनि यतिवटा आइटम्स भनेर लेखेको हुन्छ, अनि त्यो पनि अन साइड चाहिँ त्यो छ कि नै त्यो पनि हामीले रिकन्फर्म गर्नु पर्यो क्या। फेरि त्यहाँ चाहिँ मिन कि सबै एक गरेर गर्नुपर्छ भन्ने छैन कि है। त्यो गऱ्यो त्यसपछि टोटल आउँछ यति भयो हजुरको लागि 2000 भयो भने चाहिँ अनि उसले पेमेन्ट कसरी गर्छ। अनि उसले कार्ड पेमेन्ट गर्छु भने चाहिँ पहिले फेरि हतानेर कार्ड पेमेन्ट भनेर प्रिन्ट निकाल्ने होइन कि। कहिले कहिले के गरिदिन्छ भने कार्ड पेमेन्ट हुन्छ, कार्ड डिक्लाइन भइदिन्छ कि। अब उसले उसँग क्यास छ भन्दा फेरि त्यसलाई क्यास मिलाउन फेरि अर्को झमेला। अनि त्यसपछि फेरि इनकेस क्यास पनि छैन भने त त्यो बिल निस्किसकेछ, अनि सामान फेरि अन साइड राख्नु पर्यो नि त होइन। फेरि राति त्यसलाई रिकाउन्ट गर्नु पर्यो, डिटेक्ट गर्नु पर्यो, त्यसको म्यानेजर र सुपरभाइजरको एप्रुभल चाहियो। त्यो चाहिँ एकदमै बढी कामहरू हो कि। सो द्याट एकछिन होल्ड गर्नुहोस्, कसरी पे गर्नुहुन्छ 2000 हजुरको भन्दा होइन क्यास भन्छ लाइक कार्ड भन्छ ल, कार्ड चाहिँ स्क्यानर दिने उसले पे गर्छ। अनि टाइममा आइसकेपछि सक्सेस भनेर स्क्रिनमै आउँछ क्या, रिकनेक्ट भएको हुन्छ नि त। अनि सक्सेस भइसकेपछि बल्ल कार्डमा क्लिक गर्ने म्याथडहरू पनि हुन्छ, क्यास गर्ने कि कार्ड गर्ने। कसैले चाहिँ के गर्छ भने बोथ वेज म 1000 रुपिस क्यास दिन्छु 1000 रुपिस कार्ड दिन्छु भने नि त्यहाँ चाहिँ बोथ वेजको पनि अप्सन्स हुन्छ कि होइन। मिक्स पेमेन्ट भनेर हुन्छ है। मिक्स पेमेन्टमा गएर क्लिक गर्ने अनि क्यास र कार्ड भनेर अप्सन आउँछ। क्यासमा अब कति दिन्छ उसले ठ्याक्क क्यासमा यति दिएपछि ठ्याक्क आफै माइनस भएर आएको हुन्छ त्यहाँ चाहिँ होइन। ठ्याक्क प्रिन्ट निकाल्ने दिने है। त्यो चाहिँ भयो हाम्रो डिपार्टमेन्टल स्टोर्सहरूको कुरा। अनि अब होटलहरू रिजर्भेसन्सहरूमा त कतिले चाहिँ पहिला अनलाइन पेमेन्टहरू गरेको हुन्छ होइन। अब गरेको छैन भने पनि हामीले पहिला चेक गर्ने। आउने बित्तिकै हाम्रो के हुन्छ डकुमेन्ट्सहरू अब एउटा आइडेन्टिटीको लागि एउटा राखेको हुन्छ होटलहरूमा बस्ने बेलामा होइन। त्यो राखिन्छ, कपी गरिन्छ, उनीहरूलाई फिर्ता दिइन्छ। त्यो फिर्ता त दिनै पर्यो, आफूले सोच्नु पर्यो, बुझ्नु पर्यो। अनि ऊ चाहिँ फर्किसकेको हुन भएन अन टाइम र यसो गरेपछि पक्नुहुन्छ है। किनकि हामी जहिले पनि ओरिजिनल डकुमेन्ट्स राखिँदैन है। किनकि त्यो पनि हरायो भने मिसप्लेस भयो फेरि आफ्नो नै जिम्मा हुन्छ नि। तसो हामीले फोटोकपीहरू गऱ्यो हजुरको डकुमेन्ट चाहिँ लानु है भनेर एकछिन रोकाउने दिने। अनि उसको पेमेन्ट हेर्ने फर्स्टमा है। पेमेन्ट कसरी चाहिँ अनलाइन बुकिङ गरेको हुन्छ पेमेन्ट गरेको हुँदैन। तर जहिले पनि अब होटलको अब नियम अनुसार है अब तपाईँले कस्तो काम गर्नुहुन्छ, कसैले चाहिँ के हुन्छ 100% लिनुहुन्छ कति दिनको लागि आउनुभएको, र कसैले के लिन्छ अलिकति मात्रै डिपोजिट गर्नुहोस् न भनेर हुन्छ, र कसैको हुन्छ 50% चाहिँ एनी हाउ डिपोजिट। कतिको ड्युरेसनको बुक गरेको छ उसले अब 5 दिनको छ 10,000 आएको छ भने 5,000 चाहिँ उहाँले तिर्नै पर्ने हुन्छ कुनै मात्रै है 50% को चाहिँ। सो द्याट त्यो पेमेन्ट चाहिँ हेर्ने उसलाई एकछिन रिल्याक्स भयो भने त्यहाँ लबी हुन्छ होइन। म हजुरको चेक गरिदिन्छु है भनेर सबै हेर्ने। अनि उसको त्यो कन्फर्मेसन गरिसकेपछि ल हजुर चाहिँ यति पेमेन्ट गर्नुपर्ने हुन्छ अनि उसले कसैले चाहिँ के गरे फ्रड टाइपको मान्छेले चाहिँ म पछि पेमेन्ट गर्छु भनेर। अनि त्यसमा के भने अलिकति काम भएर पोलाइट भएर जहिले पनि हामी रिसेप्सनिस्ट भइसकेपछि क्यासियर भइसकेपछि चाहिँ हामीसँग कामनेस हुनु पर्यो, पोलाइटनेस हुनु पर्यो, अनि फ्रेन्डली बिहेभ हुनु पर्यो होइन। यो चाहिँ हाम्रो कम्पनीको रुल्स हो होइन। अब रुल्स अनुसार मलाई रुल्सहरू सबै सिकाउँछ है कम्पनीले है ट्रायल सेसनमा। अनि हाम्रो रुल्स चाहिँ सपोज अब 50% दिन्छ डाउन पेमेन्ट छ भने 50% चाहिँ हजुर तिर्नै पर्ने हुन्छ चेक इन गर्नुभन्दा अगाडि। हामीले चाहिँ तपाईँलाई के ह्यान्डओभर गर्नुभन्दा अगाडि यो चाहिँ हाम्रो रुल्स नै हो सर अर म्याम लाइक यसरी। त्यही भएर हामीले चाहिँ यो यति बिदा चाहिँ हामीले गर्न सकिँदैन भने एकछिनमा आएर दिन्छु भने नि यो त हामीले गर्नु नसक्ने कुरा हो भने बरु हामी वेट गर्छौँ हजुरको सामान हामीले एकछिन यहाँ लबीमा साइडमा हामीले टेक केयर गरिदिन्छौँ होइन भनेर भन्ने। अरल्स लाइक हामीसँग पेमेन्टहरूको मेथड पनि छ, कार्ड पेमेन्ट छ, क्युआर पेमेन्ट छ, अनि अब क्यास हुन्छ भने क्यास पनि छ होइन। त्यसरी हामीले उनीहरूलाई कन्भिन्स गराउने कि किनकि अब मान्छे त हो उनीहरू पनि कन्भिन्स त भइहाल्छ नि। तर आफूमा कतिको क्यापेबिलिटी छ भन्ने कुरा हो कि। अब कतिको कन्भिन्सिङ पावर छ भनेर मेन भनेको हामीसँग कन्भिन्सिङ पावर हुनुपर्छ कि। प्रोडक्ट जस्तो भए पनि
हजुरको कन्भिन्सिङ पावर स्ट्रङ छ भने त्यो प्रोडक्ट कसरी पनि बिक्री हुन्छ तर प्रोडक्ट राम्रो छ तर के अरे अब भन्नै सक्नु भएन एक्सप्रेस गर्नै सक्नु भएन त्यसको बारेमा मान्छेलाई के थाहा नि अब यतिकै त किन्दैन नि त मान्छेले इफेक्ट साइड इफेक्टहरू अब गुड क्वालिटी अब यसमा के छ राम्रो कुराहरू त्यो सबै बुझाउन सक्नु पर्यो नि त अनि सो द्याट आफूमा पनि अलिकति पोजिटिभ एटिट्युड हुनु पर्यो है अलिकति सेल्सलाई पुस गर्नको लागि किनकि हजुर नै त हो एउटा नर्मली अब भन्दा चाहिँ हामीले क्यासियर रिसेप्सनिस्ट भन्छौँ तर हेड अफ द टिम भनेको एउटा एक फ्रन्ट फेसको मान्छे हजुरहरू नै राम्रो रियाक्ट गर्नु भएन भने कोअर्डिनेट गर्नु भएन भने चाहिँ कम्पनीको त्यसै डाइरेक्ट लसमा हो नि त सबै कुराहरू चाहिँ हजुरको हातमा हुन्छ है अनि बरु थाहा छैन भने अलिकति आफूलाई गाह्रो भएको छ भने चाहिँ के गर्ने भने चाहिँ आफूभन्दा सिनियर स्टाफ लाइक सुपरभाइजरहरूलाई चाहिँ एकछिन लाइक उनीहरूलाई चाहिँ यस्तो यस्तो भने केही कुराहरू कस्टमरहरूले तपाईँलाई सोध्नुहुन्छ भने थाहा छैन भने चाहिँ यतिकै हावामा एन्सर दिनु मिलेन है अब म कन्फिडेन्स देखिनको लागि भनेको भनेर हुँदैन कि रङ आन्सर चाहिँ हामीले कहिले पनि दिन मिल्दैन पक्नु चाहिँ यसको बारेमा चाहिँ उनीहरूलाई थाहा भएन म चाहिँ मेरो स्टाफसँग म कुरा गरेर आउँछु भनेर सोध्न सक्नुहुन्छ अरूलाई एकछिन बोलाइदिनुहुन्छ म बोलाइदिएर आउँछु मेरो सिनियर स्टाफलाई यसको बारेमा भने अलिक कुरा वर्स्ट वर्ड अब सकेसम्म ह्यान्डल गर्ने वर्स्ट हुँदै गएछ भने आफ्नो हेड अफ द टिमलाई अब मेसेज गर्ने हुन्छ कि त्यहाँको रुल्स अब फोन गर्ने हुन्छ कि है त्यही अनुसारले मिलाउने ल अनि अरू केही कुरा अरू अब कहिलेकाहीँ के जस्तो अब होटल भनौँ अथवा रेस्टुरेन्ट जे भने पनि अलि रस टाइम हुन्छ नि रस टाइम हुन्छ है अब हामीले बिलिङ गरिन्छ अब कहिलेकाहीँ एक्सचेन्ज पनि होला अरे कस्टमरसँग कस्टमरको बिल एक्सचेन्ज होला अरे यताको पैसा यता आउला अरे होइन कहिलेकाहीँ अब ब्याङ्किङ भन्ला अरे त्यहाँ मान्छेले अत्याइराखेको हुन्छ अरे होइन त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ के गर्न सकिन्छ त्यस्तो बेलामा मेन फर्स्ट कुरा भनेको तपाईँ काम हुनु पर्यो कि एकदम काम हुनु पर्यो होइन किनभने अत्ताउनु त सबैलाई हतारै हुन्छ तपाईँ एज अ कस्टमर जानुहुन्छ पनि अत्ताउनु नै हुन्छ कि छिटो गरिदिनु कति ढिलो भएको ढिलो भएछ हतारै भएछ भनेर भन्नुहुन्छ होइन उसको पछाडिको मान्छेको कुरालाई अलिकति के भन्छ आफूले काम डाउन भएर अलिकति ह्यान्डल गर्ने कि कसो गर्ने भने हुन्छ यो पेमेन्ट चाहिँ जस्तै कि अब कतिको कुरा चाहिँ अगाडिको कस्टमरको चाहिँ पेमेन्ट चाहिँ फोन पेमेन्ट गर्नुहुन्छ हजुरकोबाट काटिसक्यो मेरोमा आएको छैन पछाडिको मान्छेहरू आत्तिएको छ होइन त्यो त मैले अगाडि गर्नु मिल्दैन कि किन मिल्दैन भन्दाखेरि चाहिँ आएन भनेको फेरि मैले दिनु पर्यो नि त कम्पनीलाई त्यही भएर त्यो सोच्नु पर्यो क्या हजुरले अनि त्यही भएर जहिले पनि हामीले के गर्नुपर्छ भने पक्नु चाहिँ प्रोसेसिङ टाइम लिन्छ अब यो अब इलेक्ट्रिक कुरा हो होइन भने उनीहरूलाई सम्झाउने पक्नु के अरे एकछिन टाइम लाग्यो अनि सरी यसको यो ढिलोको लागि भनेर अनि आफै बरु एपोलोजी माग्ने कि दुधको गल्ती होइन त त्यो त एउटा इलेक्ट्रिक कुराको गल्ती हो अब प्रोसेसिङ हुन टाइम लाग्छ त्यो त मसिनै त हो त होइन अनि सो द्याट अब त्यो पुरा टाइम लाग्छ भने एकछिन सरी माग्ने एकछिन बस्दै गर्नु एज अब रेस्टुरेन्टमा काम गर्नुभएको छ ट्रान्जेक्सन त अब जस्तो पनि हुन्छ नि त ट्रान्जेक्सन अब के ट्रान्जेक्सन भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ नर्मली हामीसँग चाहिँ क्यास काउन्टरमा दुईटा काइन्ड अफ क्यास हुन्छ क्या पहिले ओपनिङ गर्ने बेलामा एउटा चाहिँ हाम्रो हुन्छ पिटी क्यास अनि एउटा चाहिँ हुन्छ फ्रन्ट क्यास होइन नर्मली अब सधैँभरि लाइक डेली रूपमा चाहिँ अब सेल्स हुन्छ भने छैन त कुनै पसलहरूको अब स्पेसिफिक एउटा पसलको भनौँ कुरा गरौँ त्यो भयो भने चाहिँ के हुन्छ भने हामीले के अरे इन्कम नभने एक्सपेन्सेस त हुन्छ नि त कहिले होइन एक्सपेन्स चाहिँ कसरी बेयर गर्ने कसरी युज गर्ने भन्दाखेरि चाहिँ पिटी क्यासबाट युज गर्छौँ कि पिटी क्यास पनि भयो भने चाहिँ हामीसँग सेकेन्ड अप्सन के हुन्छ फ्लड क्यास हुन्छ है हामी जहिले नि क्लोजिङ गर्ने बेलामा ओपनिङ गर्ने बेलामा हामीसँग पिटी क्यास यति छ फ्लड क्यास यति छ होइन अनि त्यसपछि हाम्रो इन्कम यति भयो र अनि लास्टमा चाहिँ के गर्छौँ कसरी क्यालकुलेट गर्छौँ भने इन्कम चाहिँ यति छ तर हाम्रो एक्सपेन्स चाहिँ कति गरेको छौँ जस्तै कि कहिले कहिले अफिसियल कुराहरू स्टेसनरीदेखि लिएर एक्सेट्रा यस्तो कुराहरू चाहिँ अब किनिन्छ नि त अनि त्यो कुनै कुराहरू चाहिँ हामीले कुनै कम्पनी अब बिग लार्ज स्केलको कम्पनीहरूले चाहिँ मन्थली पेमेन्ट गर्नुहुन्छ नि अब सानो पसलहरू छ भने चाहिँ उनीहरूले क्यास इन ह्यान्ड चाहिँ अब किन्दै ल्याउँदै कस्टिँदै गर्नुहुन्छ नि त होइन एन्ड सो द्याट हाम्रो चाहिँ पिटी क्यास र फ्रड क्यास चाहिने कारण त्यो है अनि त्यसपछि भयो अर्को चाहिँ डिलिङ रिफन्ड एन्ड एक्सचेन्ज मैले अस्ति मेबी लाइक फर्स्ट कि सेकेन्ड डेमा मैले हजुरलाई देखाएको थिएँ नि होइन त्यो
कस्टमरले चाहिँ अब म यो फुड खाँदिनँ पैसा रिफन्ड दिन भनेर माग्छ नि होइन त्यसरी नै यो चाहिँ रिफन्ड र एक्सचेन्जको कुरा चाहिँ कस्तो हो भन्दाखेरि अब ह्यान्डलिङ गर्ने चाहिँ क्यासियरले नै हो अनि रिफन्ड भनेको चाहिँ अब एज यु नो अब अघिलाई पनि पहिल्यैबाट थाहा छ अब एज अ सपकिपर होइन रिफन्ड भनेको चाहिँ फिर्ता गर्ने होइन अब कुनै कुनै उसहरूमा चाहिँ फिर्ता गर्ने नै हुन्छ भने कुनैमा चाहिँ होइन हामी फिर्ता दिँदैनौँ एक्सचेन्ज के अरे एक्सचेन्ज गर्छौँ प्रोडक्ट एक्सचेन्ज गर्छौँ अरू फुड एक्सचेन्ज गर्छौँ होइन यो चाहिँ अलिकति मैले खोजेको जस्तो मैले चाहेको जस्तो भएन सो द्याट म चाहिँ एक्सचेन्ज गर्छु मलाई अर्को बनाइदिनुहोस् अर्को ल्याइदिनुहोस् भन्नु मिल्यो भने तर कोही कोही कस्टमर चाहिँ डिपेन्ड्स अपन कस्टमर है अनि कस्टमर चाहिँ कहिले के भन्नुहुन्छ भने होइन म एक्सचेन्ज गर्दिनँ मलाई फुल रिफन्ड चाहियो त्यसमा चाहिँ हामीले चाहिँ फुल रिफन्ड दिनु नै पर्यो अब एकर्डिङ टु द कम्पनी रुल्स है अब कम्पनीले रिफन्ड दिने चलन छ भने रिफन्ड दिन मिल्यो र भने कुनै कुनै कम्पनी चाहिँ के गर्नुहुन्छ भने एक्सचेन्ज मात्रै गरिदिनुहुन्छ क्या है अनि अब अर्को भयो रिपोर्टिङ डेली सेल्स अब जहिले पनि हामी ओपनिङ गर्ने बेलामा नि ओपनिङ गर्छौँ भने अब जस्तो पाँच चाहिँ हामी नर्मली बन्द हुन्छ नि त होइन त्यसपछि हामीले चाहिँ क्लोज अप गर्छौँ नि सबै एकाउन्ट्सहरू सबै कुरा त्यतिखेर चाहिँ हामीले रिपोर्टिङ दिन पर्यो डेली सेल्स चाहिँ त्यही आयो भने चाहिँ सेल्स कति भयो एक्सपेन्सेस कति भयो र हामीसँग रिमेनिङ कति छ पिटी क्यासमा कति छ र फ्रड क्यासमा कति छ होइन अनि त्यसपछि आयो अर्को चाहिँ वाइ इज एक्युरेसी इम्पोर्टेन्ट फर क्यासियर है एक्युरेसी चाहिँ यस्तो हुन्छ नट इभन लाइक क्यासियरलाई मात्रै होइन कि एभ्रिथिङ एभ्री काममा चाहिँ हाम्रो चाहिँ एक्युरेसी चाहिँ सबैभन्दा मेन नै हुनु पर्यो होइन जस्तै कि एक्युरेसी प्रिभेन्ट फाइनेन्सियल लस होइन अनि बिल्ड बिजनेस ट्रस्ट एक्युरेसी भएन भने ट्रस्ट नै हुँदैन नि त होइन अनि मेन्टेन प्रपर एकाउन्टिङ रेकर्ड एन्ड एभोइड कस्टमर डिस्प्युट्स अब नर्मली अब एक्युरेसी भयो भने चाहिँ सबै कुरा स्मुथ जान्छ तर जस्ट एउटा क्यासियरले एउटा सेटअपलाई एउटा क्यासियरले अलिकति भए पनि उसले राम्रोसँग हेर्दैन भने अब एक्युरेसी देखाएन भने ट्रान्सप्यारेन्सी देखाएन भने चाहिँ के हुन्छ भने एक त फाइनेन्सियल लस त हुने नै भयो त्यसमा चाहिँ हाम्रो बिजनेसमा कस्टमरसँग अरू लाइक अब हामीसँग अरू पर्सनहरू हुन्छ नि उनीहरूसँग चाहिँ हाम्रो ट्रस्ट ब्रेक हुने भयो होइन अनि एक त एकाउन्टिङ रेकर्ड्सहरू पनि नमिल्ने भयो सो सबै कुरा चाहिँ हाम्रो एक्युरेसीमा डिपेन्ड्स हुन्छ है त्यसपछि अब छ हाम्रोमा मोड्युल 2 मा चाहिँ टाइप्स अफ पेमेन्ट है अघि भने चाहिँ अब टाइप्स अफ पेमेन्टमा चाहिँ के छ भने अब डिफ्रेन्ट टाइप अफ पेमेन्ट हुन्छ त्यसमा चाहिँ अब क्यास नर्मली हामीले नेपालमा युज गर्ने चाहिँ क्यास नै हो अनि त्यसपछि डेबिट एन्ड क्रेडिट कार्ड भनेको र क्रेडिट कार्डको डिफरेन्स थाहा छ है डेबिट कार्डको थाहा छ डेबिट कार्ड भनेको नर्मली हामीले युज गर्छौँ भिजा कार्डहरू नै डेबिट कार्ड हो अनि क्रेडिट कार्ड भनेको चाहिँ अलिक ठुल्ठुलो बिजनेसम्यानहरूले चाहिँ क्रेडिट कार्ड लिनुहुन्छ उहाँहरूको चाहिँ एउटा महिनामा 80 स्पेन्ड गर्न मिल्ने नेक्स्ट मन्थ उसमा चाहिँ हामीले फेरि रिपेमेन्ट ब्याक गर्ने के कसैको चाहिँ अब इन्ट्रेस्ट फ्री हुन्छ भने कसैको सर्टेन इन्ट्रेस्ट राखेको हुन्छ आफूसँग क्यास नभएको कारण नभए पनि उनीहरूले चाहिँ ब्याङ्कबाट आफ्नै पैसा निकाल्न मिल्यो तर बाई द टाइम त्यो चाहिँ तिर्नु पर्यो है त्यसलाई चाहिँ हामीले क्रेडिट कार्ड ब्याङ्कबाट लिएको क्रेडिटलाई सो द्याट त्यो चाहिँ क्रेडिट कार्ड भयो है अनि अर्को भयो मोबाइल वालेट र क्युआर पेमेन्ट भनेको चाहिँ अब नर्मली हामीले क्युआर गर्छौँ र फोन पे गर्ने भनेको नै त्यही मोबाइल वालेट हो एन्ड देन ब्याङ्क ट्रान्सफर भनेको अब इन्टर ब्याङ्क ट्रान्सफर गरिन्छ त्यो भयो अनि गिफ्ट भाउचर्सहरू भनेको चाहिँ जस्तै कि कुनै पसल अब एउटा ब्रान्डको नाम भन्छ एउटा समथिङ अब एक्सवाइजेड ब्रान्ड भयो होइन उनीहरूको ब्रान्डमा चाहिँ जस्तो कि हजुरको एउटा बर्थडे छ एल्स लाइक केही छ अब एनिभर्सरी म्यारिज अब केही छ होइन त्यसमा चाहिँ अब मलाई चाहिँ केही पनि आइडिया आएन नि त दिने के दिने होला के चाहिएको छ होला भन्ने ब्ल्यान्ड हुन्छ नि त त्यहाँको चाहिँ अब जस्तै कि अब कुनै सोभिनियर पसलको एल्स लाइक रेस्टुरेन्टको अरू समथिङ कतैको होइन गिफ्ट भाउचर भनेर पाउँछ क्या त्योमा चाहिँ समथिङ एमाउन्ट हजुरले मैले चाहिँ ल 5000सम्मको मेरो क्यापेबिलिटी छ 5000को चाहिँ गिफ्ट भाउचर बनाइदिनुहोस् भन्यो भने चाहिँ उहाँहरूले के गर्नुहुन्छ एउटा गिफ्ट भाउचर दिनुहुन्छ 5000 को क्यासको अनि मैले चाहिँ उहाँलाई क्यास दिन्छु अनि उहाँले चाहिँ हामीलाई चाहिँ भाउचर दिनुहुन्छ त्यो चाहिँ मैले एज अ गिफ्ट दिने भयो होइन अनि हजुरले चाहिँ त्यही ठाउँमा स्पेसिफिक जुन ठाउँको त्यो भाउचर कार्ड हो त्यहाँ गएर अब रेस्टुरेन्ट हो भने खानु पर्यो अब लुगा पसल हो भने किन्नु पर्यो होइन अनि त्यो एमाउन्टको चाहिँ किन्नु पाउनु भयो अब त्यो भन्दा बढी भयो भने चाहिँ अनि आफूले दिनु पर्यो है
अनि त्यसमा चाहिँ भयो गिफ्ट भाउचर अनि अनलाइन पेमेन्ट भनेको पनि अब अनलाइन अनुसार ट्रान्सफर गर्ने है अनि त्यसपछि भयो हाउ सुड अ क्यासियर ह्यान्डल द क्यास पेमेन्ट है क्यासियर त बन्नुभयो अब क्यास पेमेन्टमा नै हजुरले चाहिँ अब जस्तै कि हजुरले चाहिँ अब फ्रड गर्नुभएको छैन तर कहिले कहिले कि त मिस्टेक भइजान्छ क्या तर मिस्टेक नहोस् भन्ने कारण चाहिँ यहाँ चाहिँ हामीसँग काउन्ट मनी इन फ्रन्ट अफ द कस्टमर जस्तै कि हजुर मेरो पसलमा आउनु भएको छ ब्याङ्कमा पनि भन्छ नि त होइन हामीले पैसा निकालेपछि त काउन्टरमै गर्नुहोस् है भन्छ नि त ढोकाबाट बाहिर गएपछि त जे पनि हुनसक्छ नि त होइन सो द्याट जहिले पनि हामीले लिँदा होस् या कस्टमरबाट लिँदा होस् या दिँदा होस् त्यो चाहिँ काउन्ट एकदमै गर्नुपर्छ है बरु टाइम अलिकति लङ लियोस् केही पनि फरक परेन तर चाहिँ काउन्ट चाहिँ हुन पर्यो किनभने आज हजुर कस्टमर हामीले अब म एउटा कम्पनीको एउटा एज अ सुपरभाइजर भयो होइन अनि हजुरलाई मैले क्यासियर राखेको छु भने त क्यासमा त अब हजुरले थोरै इन्कम अनुसारको पैसा हुँदैन भने त म त हजुरलाई नै तिराउने भयो नि त होइन किनभने मैले पनि त मभन्दा माथिको मान्छेलाई देखाउनु पर्ने हुन्छ मेरो ट्रान्जेक्सन सो द्याट मैले चाहिँ के जे पनि जहिले पनि के गर्नुपर्छ भने क्यास पेमेन्टहरू लिँदा यसलाई फोन पेमेन्टहरू पनि लिँदाखेरि चाहिँ हामीले डबल चेक गर्नुपर्ने हुन्छ फर्स्टमा लिँदा पनि चेक गर्नुपर्ने हुन्छ र दिँदा पनि चेक गर्नु हुन्छ कहिले कहिले के हुन्छ नोटहरू चाहिँ स्टिक हुन्छ अनि टाँसिरहन्छ क्या एकअर्कामा अनि गर्दाखेरि एउटै गरिदिन्छ दुईवटा नोटलाई पनि सो द्याट काउन्ट मनी इन फ्रन्ट अफ द कस्टमर सो द्याट कस्टमरलाई पनि ट्रान्सप्यारेन्सी होस् कि होइन उसले फ्रड गरेको छैन मेरो झुकाएको छैन भन्ने नहोस् है अनि चेक फेक नोट्स मैले सेकेन्ड डेमा पनि देखाएको थिएँ नि त होइन फेक नोट कसरी चेक गर्ने त्यो चाहिँ एउटा मसिन हुन्छ त्यसमा चाहिँ एउटा वाटरमार्क भन्छ कि कसैको वाटरमार्क हुन्छ वाटरमार्क नै भन्छ नर्मली त्यसमा चाहिँ कसैमा चाहिँ अब अमाउन्टकै नम्बर लेखेको छ 20 रुपिस छ भने 20 को देखाएको हुन्छ होइन कसैमा चाहिँ किङको लोगो हुन्छ किनभने के हुन्छ होइन त्यो चाहिँ के हुन्छ मसिनमा हाल्यो भने ठ्याक्क लोगो आउँछ इफ त्यो लोगो आएको छैन भने त्यो चाहिँ फेक मनी हो है सो फेक मनी चाहिँ चेक गर्नु पैसा लिनुभयो काउन्टरमा कस्टमरबाट त्यसपछि चाहिँ लिइसकेपछि के गर्नुपर्छ नोट चेक गर्नु पर्यो होइन किनभने नोट तपाईँले चेक नगरिकन हाल्नु भएको छ भने राति मैले चेक गर्दाखेरि फेरि फेक नोट पाएर तपाईँले दिनुहुन्छ नि त सो द्याट त्यो चाहिँ चेक गर्नु पर्यो चाहे त जति नै ढिलो होस् है अनि त्यसपछि चेन्ज दिने बेला पनि कस्टमरलाई जहिले पनि हामीले करेक्ट चेन्ज दिनु पर्यो है राम्रोसँग दुई रुपियाँ छैन म दिँदैन है भन्नु मिलेन तपाईँसँग हुन पर्यो क्या अब लाइक कस्टमरले नै राइट लाइक किप द चेन्ज भन्यो भने त त्यो छुट्टै कुरा भयो तर जहिले पनि हामीले चाहिँ कस्टमरलाई चाहिँ करेक्ट चेन्ज दिनुपर्ने हुन्छ है अनि त्यसपछि इस्यु रिसिभ गर्नु पर्यो रिसिभ चाहिँ इस्यु गर्नु पर्यो त्यसपछि चाहिँ प्लेस मनी इन द प्रपर ड्रर पहिल्यै मैले भने चाहिँ अरेन्ज गरेर राख्नु पर्यो है त्यसपछि हाउ डु यु प्रोसेस द कार्ड पेमेन्ट अब कार्ड पेमेन्टहरू चाहिँ कसरी प्रोसेस गर्ने अब फर्स्टमा त हामीले कसरी थाहा हुँदैन नि त जसलाई पनि अब काम नगरेको मान्छेहरूलाई चाहिँ अनि कसैको चाहिँ आजकल चाहिँ ट्याप गर्नेवाला कार्ड हुन्छ तर कसैको चाहिँ इन्सर्ट नै गर्नुपर्ने हुन्छ है इन्सर्ट गर्ने कार्डहरू भयो भने चाहिँ के गरिन्छ भने इन्सर्ट गरिन्छ कति एमाउन्ट हो त्यो हालिदिन्छ अनि फेरि रिचेक गर्नुहोस् करेक्ट छ कि छैन होइन अनि कन्फर्म गरिदिने त्यसपछि कस्टमरलाई दिने कस्टमरले पिन नम्बर हाल्नुहुन्छ तर पिन नम्बर हालेर चाहिँ कहिले पनि हामीले यसरी हेर्ने उसको नै गर्न हुँदैन उनीहरूलाई चाहिँ अलिकति चाहिँ कुरा त्यो पिन नम्बर भन्दा प्राइभेसी कुरा हो नि त अनि उनीहरूले के नै हेरिदियो भने अलिकति कम्फोर्टेबल हुँदैन उनीहरू अनि किन हेरेछ मेरो इन्टरनेट कुराहरू भन्ने हुन्छ होइन सो द्याट अनि ट्याप भनेपछि चाहिँ नर्मली अब एमाउन्ट हाल्ने अनि स्वाइप कार्ड यसरी राखिदिने अनि उहाँले कार्ड नै निकालेर ट्याप गरिदियो भने आइहाल्छ त्यो है आफ्नो खातामा त्यो यहाँ नेपालमा नि युज हुन्छ आजकल धेरै ठाउँमा हुँदो रहेछ ट्याप पनि कस्तो हुँदो रहेछ म एकचोटि है यो चाहिँ मैले एउटा देखाइदिन्छु पहिला यस्तो डिफरेन्स यस्तो हुन्छ है यो साइन छ नि तपाईँको यो भनेको चाहिँ इन्सर्ट गर्नु पर्दैन के एउटा पिओएस मसिनमा अरएल्स लाइक स्वाइप मसिन तपाईँलाई पैसा यसरी टाइप गरिदियो भने यो मसिन छ भने यसो टच गरिदियो भने जान्छ कि इन्सर्ट गर्नु परेन है तर कुनै ब्याङ्कको चाहिँ के छ भने यो साइन हुँदैन के त्यो भनेको चाहिँ त्यो चाहिँ ट्याप हुँदैन इन्सर्ट नै गर्नुपर्छ
ट्याबको लागि चाहिँ पिन चाहिँदैन होइन, इन्सर्टको लागि चाहिँ पिन चाहिन्छ। तर कुनै कुनै ब्याङ्कले चाहिँ के हुन्छ भने अलि हाई भोल्युममा एमाउन्टहरू हुन्छ नि, त्यो तपाईँले ट्याबहरूको चाहिँ अब पहिला ट्याप गर्नेको त इजी नै भयो भने खासै के गर्नु परेन, अझ इन्सर्ट गर्नेको चाहिँ एमाउन्ट हाल्नु पर्यो, त्यसपछि कस्टमरलाई पिन नम्बर हाल्न दिनु पर्यो, अनि त्यसपछि एप्रुभड लाइक के भन्छ एप्रुभ नै भन्छ, अनि हालिसके पिन नम्बर हालिसके एप्रुभ भइसकेपछि त्यो बल्ल एप्रुभ भएछ भनेर स्लिप निकाल्ने होइन। तर इनकेस कहिले चाहिँ रङ पिन हालेर लाइक पैसा नभएर त्यसो हुनसक्छ, त्यसो भयो भने चाहिँ अनि सरी यो कार्ड चाहिँ वर्क भएन, लाइक यसमा चाहिँ त्यही इन्सफिसियन्ट ब्यालेन्स अनि कतिले त्यस पनि देखाउँछ, तर कतिको चाहिँ देखाउँदैन कि डिक्लाइन भनेको होइन। डिक्लाइन भनेको के भने नेटवर्कमा चलेको, के भने उनीहरूको खातामा पैसा नभएको, के भने पिन नम्बर इन्करेक्ट हालेर पिन नम्बर इन्करेक्ट त्यो भनिदिन्छ है। अनि त्यसपछि भयो, अनि एप्रुभल भइसकेपछि प्रिन्ट चाहिँ रिसिभ गर्ने, अनि त्यहाँ जहिले पनि दुईवटा रिसिभ हुन्छ। ठ्याक्क एप्रुभल भनेपछि प्रिन्ट रिसिभ भनेर वर्ड आउँछ, त्यहाँ प्रिन्ट टच गरिदिनु भने सबै निस्किन्छ होइन। अनि त्यसपछि फेरि अर्को ओके गर्नु भने अर्को निस्किन्छ कि, अनि त्यो दुईवटा निस्केको कारण चाहिँ जहिले पनि एन्ड अफ द तल उसमा चाहिँ के लेखेको हुन्छ भने कस्टमर्स कपी अनि कन्ज्युमर्स कपी अर समथिङ यस्तो लाग्यो, दुईवटाको लेखेको हुन्छ। अनि कस्टमर्स कपी चाहिँ जहिले नै हामीले कस्टमरले दिन्छ, कसैले लिनु हुँदैन भने ओके फाइन फालिदिएर हुन्छ होइन। तर जहिले पनि हामीले कस्टमर्स कपी कस्टमर दिन्छ भने मर्चेन्ट कपी भन्ने हुन्छ, त्यो चाहिँ पसलेको हुने भयो है। त्यसपछि भयो क्यास ह्यान्डलिङ र म्यानेजमेन्टमा चाहिँ वाट इज क्यास ड्रर भयो होइन। क्यास ड्रर चाहिँ एउटा स्टोरेज बक्स हो जहाँ चाहिँ हामीले क्यास नोटहरू कोइन्सहरू राख्छौँ, अनि त्यसमा चाहिँ के पनि राख्छौँ भने अब स्वाइप मेसिनहरू फोन पेहरू गर्नुभएको छ भने फोन पेमा त खासै रिसिभ निस्किँदैन गरे, तर क्यास पे गर्नु के अरे सरी कार्ड पे गर्नुभन्दा कार्डको त रिसिभ निस्किन्छ। कार्डको रिसिभ सधैँ हामीले पनि क्यास ड्ररमै राख्छौँ होइन, पिन गर्दै राख्छौँ। लास्टमा क्लोजिङ गर्ने बेलामा हामीले क्यासमा कति सेल्स भयो, कार्डमा कति सेल्स भयो, फोन पेमा कति सेल्स भयो, त्यो सबै लेख्नुपर्ने हुन्छ है। अनि अर्को भयो वाट इज क्यास ब्यालेन्सिङ है। क्यास ब्यालेन्सिङ भनेको चाहिँ जहिले पनि आफ्नो सेफ, अब कुनै कुनै अब 12 आवर 16 आवर लाइक 24 आवर्स पनि हुन सक्छ नि होइन, सबैको सेफ अनुसार काम हुन्छ होइन। अनि क्यासियर पनि अब लाइक सम मिनिमम हुन्छ 8 आवर्सको हुन्छ होइन। अनि जहिले पनि सेफ क्लोज सकेपछि चाहिँ रेस्टुरेन्ट नै क्लोज त हुँदैन नि त, अर्को पर्सन आउनुहुन्छ नि त, उहाँलाई चाहिँ हामीले के गर्नुपर्छ क्यास ब्यालेन्सिङ गरेर देखाइदिनुपर्छ होइन। त्यो भनेको चाहिँ स्क्रिनबाट चाहिँ हामीले पिओएस मसिनबाट चाहिँ ट्रान्जेक्सन निकाल्ने, कति सेल्स भयो होइन, अनि सेल्स लेख्ने अब टोटल सेल्स कति भयो टोटल समथिङ लाइक 15,000 होइन। अनि त्यसपछि फेरि त्यसमा लेख्ने कार्ड पेमेन्ट कति भयो, कार्ड पेमेन्ट चाहिँ ट्याक्कै पिओएस मसिनमा जाने, अनि कार्ड पेमेन्ट टुडे सेल्स भनेर आउँछ टाइप गर्यो भने, अनि त्यो निस्किन्छ कति भयो ट्याक्क कार्ड पेमेन्ट 18 भनेपछि त क्यास त अब यो माइनस यो भने क्यास ननिस्किन्छ नि त होइन। अनि पिओएस मसिनको त्यो डेस्कटपबाट पनि निस्किन्छ क्या स्टेटमेन्ट त्यो र, अनि हजुर यो ह्यान्ड रिटन म्याच भएको छ कि छैन त्यो हेर्नु पर्यो क्या हामीले। म्याच भएको छ भने त इजी नै भयो, सबै गनेर हिसाब बुझाइदिन मिल्यो अर्को पर्सनलाई होइन। तर म्याच भएको छैन भने कहाँनिर मिस्टेक भयो फेरि रिकन्टिन्यू हेर्नुपर्छ कि, सो द्याट डबल प्राइस चेक गर्नु पर्यो कि पैसा लिँदा अर दिँदा होइन। त्यो गऱ्यो भने चाहिँ लास्टमा क्लोजिङ गर्दाखेरि आफूलाई ह्यासल हुँदैन है। सो यु डु इफ अ क्यास इज सर्ट भनेको चाहिँ के गर्नु हुन्छ नि, क्यास काउन्टरमा क्यास सर्ट भयो भने होइन पैसा सबै गर्नु पर्यो फर्स्टमा सुरुमा होइन। जस्तै कि अब डेस्कटपमा र तपाईँको काउन्टरमा पैसा मिलेको छैन भने चाहिँ के गर्ने भन्दाखेरि चाहिँ रिकाउन्ट गर्ने पैसा चाहिँ, त्यसपछि फेरि ट्रान्जेक्सन चेक गर्ने। जस्तै कि अब आजकलको डेस्कटपमा के कुन मेथडले पे गर्छ त्यो पनि लेख्छ नि त होइन, क्यास गरेको छ कि कार्ड गरेको छ कि त्यो लेख्छ, त्यो भयो। अनि अब त्यो पनि मिलेको छ सबै मिलेको तर क्यासै मिल्दैन भन्दाखेरि के गर्ने, इन्फर्म टु यर सुपरभाइजर। अब त्यो भन्दा हेड अफ द टिममा सुपरभाइजर हुन्छ नि सुपरभाइजर अर म्यानेजर हुन्छ नि म्यानेजरलाई होइन। अनि त्यसपछि फेरि अनि रिपोर्टमा फिल गर्नु पर्यो यदि लस भएछ। त्यसपछि अब कम्पनीको रुल अनुसार कसैले त्यो तिराउनुहुन्छ, कसैले स्यालेरीबाट काट दिनुहुन्छ, कसै त अन द स्पट तिर्नुहोस् नै भन्नुहुन्छ क्या है, त्यो भयो। अनि वाट इज फ्रड मनी, फ्रड क्यास भनेको के हो भनेको त फ्रड मनी इज अ स्टार्टिङ क्यास गिभन टु अ क्यासियर बिफोर लाइक प्रोभाइडिङ द चेन्ज होइन।
अब फ्लड मनी भनेको फ्लड क्यास र पिटी क्यास भनेको चाहिँ एउटा क्यासियरलाई रेस्टुरेन्ट अर समथिङ अफिस अब कतै कम्पनीहरू ओपन गर्ने बेलामा दिने पैसा हो। त्यही भएर चाहिँ हामीले युज गर्छौँ। जस्तै कि अब कस्टमर आउनुभयो 200 समथिङको खानुभएको छ अरू लिनुभएको छ अनि 1000 मा दिनुपर्ने चेन्ज त हामीलाई चाहियो। त्यो चाहिँ हामीसँग क्यास र पिटी क्यास र फ्लड क्यास हुन्छ कि होइन, त्यही भएर चेन्ज दिने हो कि। अनि त्यसलाई फेरि राति जाने बेला फेरि कभर अप गरेर राख्नु, ठ्याक्क बराबर जति नै लिएर आएको चाहिँ त्यही नै इक्वल गरेर राख्ने है। अर्को भयो पिओएस मसिन भनेको चाहिँ के हो? पिओएस मसिन भनेको सिम्पली एउटा मसिन भन्ने एउटा डेस्कटप हो जसबाट चाहिँ हामीले अर्डर पनि गर्न मिल्छ भने यसबाट प्रिन्ट पनि निकाल्न मिल्छ होइन। अनि जस्तै सेल्स रेकर्डिङहरू सबै आउँछ त्यो भनेको पिओएस मसिनमा चाहिँ है। अनि वान अफ द फङ्सन्स अफ पिओएस मसिन भन्दाखेरि चाहिँ पिओएस मसिनको काम चाहिँ के हो भन्दाखेरि अब प्रोडक्टलाई स्क्यानिङ गर्ने, यो चाहिँ भनेको डिपार्टमेन्टल स्टोर्सहरूमा हुन्छ। त्यसपछि बिलिङ गर्ने, बिल निकाल्ने, अनि इन्भेन्ट्री ट्र्याकिङ गर्ने, सामानहरू कति छ के ल्याउनु पर्ने छ होइन, किनकि रिफिल पनि गर्नु पर्यो नि त, बेचेर मात्रै त भएन। अनि त्यसपछि सेल्स रिपोर्ट निकाल्ने अनि पेमेन्ट्सहरू चाहिँ प्रोसेसिङ गर्ने। अब मैले पहिला नै भने क्यासियर र रिसेप्सनिस्ट भनेको एउटै फर्म हो जसमा चाहिँ अब क्यास ह्यान्डलिङदेखि लिएर कस्टमर सर्भिसदेखि लिएर एउटा रिसेप्सन मेन्टेन गर्नेदेखि लिएर सबै कुरा हुन्छ होइन। त्यसपछि तपाईँले चाहिँ अहिलेसम्म पढ्नु भएकोमा एउटा क्यासियर लाइक रिसेप्सनिस्टको डेफिनेसन दिनु पर्दा चाहिँ के हो जस्तो लाग्छ? ल अब भन्नुहोस् न। Receptionist is the person who works for the reception. Who works for a reception. He is the front desk person who look after the customers as well as the customer as well as अब आफ्नै यो कम्पनीको पर्सनललाई पनि हैन। अनि deals with the cash है। अनि नर्मली अब चाहिँ हामीलाई अहिले भर्खरै भने जस्तै पेमेन्ट्सको मेथडहरु के हुन्छ अब एज अ क्याशियर काम गर्दा भन्नुस् त? पेमेन्टको मेथड भनेको कसरी दिन सकिन्छ? क्याश पेमेन्ट, एउटा क्याश पेमेन्ट भयो हजुर, मोबाइल वालेट हजुर, मोबाइल ब्याङ्किङ हजुर, क्यूआर पेमेन्ट हजुर, डेबिट कार्ड, क्रेडिट कार्ड त्यो नि भयो हैन। अनि त्यसपछि हजुरले पिओएस सिस्टम अर एल्स लाइक पिओएस मसिन भनेको चाहिँ के रहेछ त नि? पिओएस मसिन भनेको चाहिँ एउटा स्क्रिन हो नर्मली, इजी वेमा बुझ्नु पर्दा। त्यही भएर चाहिँ हामीले बिल रिसिभ गर्छौँ, अर्डर लिन्छौँ हैन, अनि आफ्नो आउने बित्तिकै हामीले मेलहरू चेक गर्छौँ हैन। त्यो चाहिँ हाम्रो एउटा पिओएस मसिनमा हुन्छ हैन। अनि जस्तै कि एउटा कस्टमर्सले एउटा कम्प्लेन गर्नुभएको छ एन्ड देन त्यो कम्प्लेनलाई चाहिँ तपाईँले कसरी लिनुहुन्छ, कसरी रियाक्ट गर्नुहुन्छ? पहिला सुरु मैले कम्प्लेन सुन्छु, त्यसपछि त्यसलाई चाहिँ सल्भ गर्ने कोसिस गर्छु, वे आउट निकाल्नुहुन्छ हैन। यदि मबाट भएन भने चाहिँ मैले मेरो सुपरभाइजर हेड अफ द अब फर्मलाई चाहिँ इन्फर्म गर्नुहुन्छ है। ठिक छ। रिफन्ड भनेको चाहिँ के हो? रिफन्ड भनेको पैसा फिर्ता गर्ने। रिफन्ड भनेको चाहिँ पैसा फिर्ता गर्ने हैन। हजुर। एन्ड देन एक्सचेन्ज भनेको चाहिँ के भयो? एक्सचेन्ज भनेको सामान साट्ने, कुनै अब अब्जेक्टहरु अब साटफेर गर्नेलाई चाहिँ एक्सचेन्ज भनिन्छ है। अनि हामीले चाहिँ फेक करेन्सीहरु चाहिँ कसरी डिटेक्ट गरिन्छ? फेक करेन्सीको लागि चाहिँ एउटा स्पेसिफिक मसिन हुन्छ, त्यसमा चाहिँ हामीले चाहिँ नोटलाई चाहिँ हामीले लगेर स्क्यान गरिन्छ, त्यसमा गएर हामी चाहिँ त्यसको मार्कहरु देखियो भने चाहिँ त्यो चाहिँ करेक्ट हुन्छ। यदि मार्कहरु केही छैन भने चाहिँ वाटरमार्क भन्छ त्यसलाई चाहिँ नर्मली हाम्रो यो ल्याङ्ग्वेजमा चाहिँ त्यो छैन भने चाहिँ त्यसलाई चाहिँ हामीले फेक करेन्सी भनेर बुझिन्छ है। हजुर। फ्लड क्यास र पेटी क्यास भनेको चाहिँ के बुझ्नु भयो? पेटी क्यास भनेको त्यो के भन्छ काउन्टरमै राखिराख्ने पैसाहरू
पेटी क्यास त्यसलाई पेटी क्यास भनिन्छ। फ्लोट क्यास चाहिँ हामीसँग पेटी क्यास सक्यो भने चाहिँ हामीले युज गर्ने पैसालाई चाहिँ फ्लोट क्यास भनिन्छ है। त्यो चाहिँ हामीले अब चेन्जहरू गर्दा लाइक सामानहरू केही किन्नु पर्दा सामानहरू हुन्छ नि त, त्योहरू किन्नु पर्दा चाहिँ युज हुन्छ है। प्रफिट भनेर चाहिँ केलाई बुझिन्छ? प्रफिट भनेको हाम्रो के माइनस के गर्दाखेरि हाम्रो प्रफिट हुन्छ? के भन्छ एक्सपेन्सलाई चाहिँ हाम्रो जुन के भन्छ त्यसलाई टोटल सेल्समा सेल्स भएको कुरालाई हामीले एक्सपेन्सेसहरू चाहिँ माइनस गर्यो भने चाहिँ यदि अब बचेको पैसा छ भने त्यो चाहिँ प्रफिट हुन्छ, बचेको छैन उल्टै माइनस छ भने त्यो चाहिँ लस हुन्छ है। अनि अब क्लोजिङहरूको कुरा पनि अब मैले अघि भने जस्तै क्लोजिङमा चाहिँ के गरिन्छ भन्दाखेरि ट्याक्क एउटा क्लोजिङमा चाहिँ हामीले नर्मली टप अफ द पेपरमा चाहिँ डेट लेखिदिन्छ होइन, आजको डेट बार के हो अनि कसले क्लोज गरेको बाई समथिङ ड्यास ड्यास ड्यास, अनि त्यसपछि फेरि टोटल सेल्स कति भयो ट्याक्क पिओस मसिनमा हेरिन्छ, सिट निकालिन्छ, अनि त्यसपछि यति सेल्स भयो, अनि कार्ड पेमेन्ट कति छ यति, अनि हजुरले अब रिमेनिङ कति छ यति छ। आज केही सामान ल्यायो कि ल्याएन, अब पेटी क्यासबाट युज गर्यो कि गरेन, अब युज गरेको छैन भने चाहिँ पेटी क्यास र फ्लोट क्यास सेम नै हुन्छ। जसरी तपाईँलाई मर्निङ खोल्ने बेलामा दिनुभयो त्यति नै हुन्छ भने, तर सामानहरू ल्याइएको छ भने चाहिँ त्यो फेरि यति पैसाको बिल नम्बर यति बिल पनि त्यहाँ स्टेज गर्नुहुन्छ, अनि यो सामान ल्याएको भनेर पैसा पनि लेख्नुहुन्छ है। अनि त्यसपछि फेरि लास्टमा चाहिँ माइनस गरेर पैसा दिनुहुन्छ तपाईँले आफ्नो सुपरभाइजरलाई। त्यसपछि भोलि बिहान आउँदा चाहिँ तपाईँलाई फेरि नर्मलवाला पैसा दिनुहुन्छ कि 10,000 राखिदिएको छ भने त्यही 10,000 राखिदिनुहुन्छ है। त्यो घटाएको पैसालाई फेरि कभर गरिदिनुहुन्छ है। सर्ट भयो भने के गर्नुहुन्छ काउन्टरमा? क्यास सर्ट भयो भने पहिला मैले रिकाउन्ट गर्छु, रिकाउन्ट गरेर पनि सर्ट भयो भने चाहिँ मैले सुपरभाइजरलाई इन्फर्म गर्नुहुन्छ है। त्यसपछि चाहिँ आफ्नो जहिले पनि त्यो सेल्स रिपोर्टमा चाहिँ यो सिटमा पैसा यति माइनस थियो भनेर हुन्छ नि। अनि कहिले कहिले क्यास सर्ट भएको कारण चाहिँ के हुन्छ नि, आफूभन्दा अगाडि कुनै स्टाफ थियो नि उसकोमै सर्ट भएको हुन्छ, त्यो सर्ट हुँदै हुँदै आउँछ क्या। त्यो जहिले पनि हामी ह्यान्डओभर लिनु अगाडि र दिनु अगाडि चाहिँ जहिले पनि हामीले क्यास काउन्ट गरिदिनुपर्छ। त्यो भयो भने चाहिँ के हुन्छ भने तपाईँले क्यास काउन्ट गर्नु नगरिकन मलाई दिनुभएको छ भने मैले राति चाहिँ फलानुकोमा पहिल्यै क्यास सर्ट थियो त्यही भएर यस्तो भएको भन्न सक्छ नि त। तर तपाईँले पहिल्यै काउन्ट गरेर यति सेल्स छ यति कार्ड छ अलाउ हुनुपर्ने पैसा यति हो भनेर गऱ्यो भने यस्तो तपाईँ त इज अफ हुनुभयो नि त होइन। अनि त्यसपछि उसले पनि तपाईँलाई ब्लेम गर्ने कुरा भएन, तर अब गर्दै नगरिदिकन दिएको छ भने त त्यो त उनीहरूले ब्लेम गर्छ नि त होइन। सो द्याट जहिले पनि हामीले ह्यान्डओभर लिँदा दिँदा जहिले पनि क्यास चाहिँ मस्ट चाहिँ क्यास चाहिँ हाम्रो काउन्ट हुनु पर्यो है। किनकि मोस्ट अफ द कम्पनीजहरूको रुल्समा चाहिँ के छ भने जसको सेफमा कम देखिन्छ त्यो चाहिँ तिर्नै पर्यो हुन्छ कि। कहिले कहिले के हुन्छ नि कमाइ भने धेरै बेसी जान्छ कि है। अनि भयो अनि हामीले चाहिँ जब कस्टमरले एउटा कस्टमरले पेमेन्ट चाहिँ हाम्रो कार्ड पेमेन्ट मार्फत गर्नुभएको छ भने हजुरले चाहिँ एमाउन्ट हालिदिनु भयो, अनि एमाउन्ट हालिसकेपछि पिनमा हालिदिँदाखेरि हजुरले हेर्ने कि नहेर्ने त नहेर्ने है, किनभने त्यो भन्ने चाहिँ एउटा प्राइभेसी कुरा हो, त्यही भएर हामी चाहिँ त्यसलाई हेर्दैन है। अफर भनेको चाहिँ अब के हुन्छ भने अब नर्मली आफ्नो कस्टमरहरूलाई एट्र्याक्ट गर्नको लागि राखेको कुराहरू चाहिँ अफर हुन्छ। र कहिले चाहिँ के हुन्छ भने त्यो सुन्दाखेरि जस्तो सुनिन्छ तर चाहिँ के हुन्छ बिजनेस पोलिसीमा चाहिँ कुनै कुराको साइजेसहरू छैन, अनि अब त्यसको चाहिँ डिजाइन भयो समथिङ भयो चाहिँ हामीले अफर राखिन्छ नि त होइन। विच इज त्यो भनेको चाहिँ हाम्रो चाहिँ हालै प्रफिटमा नजाओस्, त्यो लुगाहरू चाहिँ चिजहरू चाहिँ यतिकै वेस्टेज नभओस्, बरु आफै नगर्ने आफू जतिमा ल्याउनु त्यो दिनुभयो भने त क्यास त आउँछ नि त, त्यो स्टक भएर बस्दैन नि त। त्यो चाहिँ एज अ बिजनेस उसले चाहिँ जान्नु पर्यो बुझ्नु पर्नु पर्यो है। अनि अर्को रह्यो अब ओपनिङ भनेपछि त क्लोजिङ पनि बुझ्नु भयो होइन। अब तपाईँलाई केही यसो मनमा यस्तो अब केही छ काइन्ड अफ अब यो भनेको के होला यो भनेको के होला भन्ने कुराहरू? अब यो के भन्छ अरे अलमोस्ट अब यो दुईटा चाहिँ सेम नै रहेछ नि, सेम नै हो,
सेम नै रहेछ। अनि यसमा यो कस्टमर सर्भिस भन्ने पनि हुन्छ नि। कस्टमर सर्भिस भनेको चाहिँ के हो भने कस्टमरलाई सर्भिस दिने के कसरी भन्दाखेरि त्यही नै सोध्नु के हो भन्न खोज्नु भएको होइन। कस्टमरलाई सर्भिस दिने भन्नाले अब एज अ रिसेप्सनिस्ट अब कस्टमरलाई कस्तो तरिकाले सर्भिस दिनुहुन्छ भन्दाखेरि कस्टमर आउनु वर्किङ कस्टमर आउनुभयो होइन, आउनु भइसकेपछि अब ग्रिड गर्नुहुन्छ, हाँस्नुहुन्छ, ग्रिड गर्नुहुन्छ, ग्रिड गरिसकेपछि चाहिँ के हो कसो हो बुझ्नुहुन्छ होइन। अनि जस्तै कि अब केही बुझ्नको लागि अब यहाँ जब खोज्न आउनुभएको हुन्छ होइन, अनि के को लागि होला जब खोज्न आएको हजुर डकुमेन्ट्सहरू के ल्याउनु भएको छ सायद लिनुहुन्छ होला उहाँहरूले, अनि यो भने ठ्याक्कै ल्याउनुहुन्छ दिनुहुन्छ। अनि त्यसपछि लाइक अब नयाँ ट्रेनी हुनुहुन्छ अगाडि फर्ममा कि भने अब त्यो कुरा चाहिँ यहाँको म्यानेजर अर सुपरभाइजरले डिल गर्नुहुन्छ भने चाहिँ उनीहरूलाई राम्रोसँग सिटेड गराउने होइन। अनि त्यसपछि अब कसै अब पालीहरू केही सोधिन्छ नि त, नर्मल तातो चिसो सोधिन्छ होइन, त्यो सोध्ने सो उसलाई चाहिँ अलिक इज गराउने कि कस्टमरलाई इज बनाउने अलिकति कम्फोर्टेबल बनाउने नै हाम्रो कस्टमर सर्भिसमा पर्छ है। अनि अन्त अब मतलब नगर्ने के को लागि आएको ल योको लागि आएको पक्नै भनेर उसलाई हेरचक्राइ गऱ्यो भने उसलाई त्यो मनमा पनि त्यसै त उसलाई अलिकति नयाँ ठाउँमा आउँदाखेरि चाहिँ अलिक अप्ठ्यारो अलिक अनकम्फर्टेबल लागेको हुन्छ। तर आफूले इज अलिकति फ्रेन्डली बिहेभ गरिदियो भने चाहिँ के हुन्छ नि उनीहरूलाई पनि इजी हुन्छ। अनि अलिक बसमा खुलेर उसले भन्न खोजेको कुराहरू हामीले बुझिन्छ, नत्र भने उसले आफूले नै एक्सप्रेस गर्न सकेन भने त के बुझिँदैन नि त हामीले होइन। सो द्याट कस्टमर सर्भिस भनेको नै त्यही हो यो फिल्डमा चाहिँ है, एज अ क्यासियर अर एज अ रिसेप्सनिस्ट है। अरू केही बुझ्नु भएको कुराहरू सरल हेर्नुहोस् गरी एकचोटि फेरि इन बिट्विन पनि केही कुराहरू तपाईँले बुझ्नु भएन केही युज गर्नु भएन भने चाहिँ हामीले साइमनलाई भन्न सक्नुहुन्छ। हुन्छ यो क्यासियरमै राख्ने त्यो सिस्टमलाई हो पिओस सिस्टम पिओस मसिन भन्छ पिओस सिस्टम भन्छ। त्यो हामीले के भन्छ अरे युज गर्ने कसरी त त्यो युज गर्ने मैले भने नि अब नर्मली अब पिओस मसिनमा चाहिँ एउटा जस्ट डेस्कटप त्यस तल एउटा काउन्टर हुन्छ कि इलेक्ट्रिक काउन्टर हुन्छ, ट्याप गर्ने बित्तिकै फाटो निस्किन्छ कि पैसा लिने बेलामा होइन। अनि चाहिँ क्लोज गरेपछि फेरि निस्किँदैन है कि अब त्यसलाई चाबी नै हालेर निकाल्नुपर्छ। सो के हुन्छ भने सिस्टम अनुसारको जस्तै कि कसैको चाहिँ सफ्टवेयर अनुसारको चेन्ज हुन्छ। त्यो मैले अब तपाईँलाई यहाँ सिकाएर त्यो कामै हुँदैन क्या।